नमस्कार, म तपाईहरुकै आफ्नै साथी मिजाज मेजर राई। लोकल टु ग्लोबलको अवधारणाको सोच र योजनामा एउटै पुस्तामा लिम्चुमुङलाई समृद्ध बनाउनको लागि अगाडि बढिरहेको पर्यटनको नयाँ गन्तव्य लिम्चुमुङ गाउँपालिकाको एभरेस्ट भ्यू टपबाट यहाँहरुको बीचमा आज म यो भिडियो मार्फत आएको छु। यहाँहरु सबैजना सन्चै हुनुहुन्छ होला। यहाँहरुलाई धेरै धेरै सम्झना र हार्दिक सम्मान पनि व्यक्त गर्न चाहन्छु यो भिडियो मार्फत। एकदमै मौसम सफा छ, बाटो पनि यतिखेर ठिकै छ र सबैभन्दा चाहिँ बबाल चाहिँ हिमाल खुलेको छ। लिम्चुमुङ गाउँपालिका अहिले देशमै एउटा सर्वाधिक पर्यटनको नयाँ गन्तव्यको रूपमा लिम्चुमुङ जनताले चिरपरिचित नेपाली पर्यटन मनहरू बीचमा प्रचार गरिरहेको छ र धेरैभन्दा धेरै मान्छेहरू लिम्चुमुङ घुम्न आउने क्रम जारी रहेको छ। तपाईहरु पनि यो मौका नगुमाउनुहोस्। लिम्चुमुङ अत्यन्तै एउटा पर्यटकीय सुन्दर गाउँ हो, साच्चै मेहनती सुन्दर मान्छेहरू बस्ने ठाउँ हो। यहाँको स्थानीय खानपान, यहाँहरु आउँदाखेरि लिम्चुमुङ पाहुना घर र तामाङको होमस्टे, शेर्पागाउँ होमस्टे, मगरगाउँ होमस्टे लगायत चाहिँ होमस्टेहरू पनि खुलिसकेको छ। लिम्चुमुङको खानपान, यहाँको रहनसहन, यहाँको संस्कृतिलाई र यहाँको प्रकृतिलाई निहाल्न तपाईहरु ढिला नगर्नुहोस्। लिम्चुमुङको एभरेस्ट भ्यू टपबाट मैले देशैभरि चाहिँ सनराइजहरूको भ्यूहरू निहाल्दाखेरि यहाँबाट चाहिँ देशकै एकदमै उत्कृष्ट सूर्योदय पनि हेर्न सकिन्छ। यो देशैभरिको सूर्योदयहरूको चाहिँ अनुभवहरू हेरेर निकालेको निष्कर्ष र यो कुरा यहाँहरुलाई बताउनु पाउँ ज्यादै खुसी लागिरहेको छ। यहाँहरु लिम्चुमुङकोबाट देखिने सूर्योदय, एभरेस्ट भ्यू टपबाट यहाँबाट देखिने सगरमाथा सहित 8000 भन्दा अग्ला 6वटा हिमाल एकै ठाउँबाट ताप्लेजुङको कञ्चनजङ्घादेखि सङ्खसभाको मकालुदेखि एभरेस्ट हुँदै दोलखाको गौरीशङ्कर र जुगल सिन्धुपाल्चोक हिमालसम्म एकै ठाउँबाट एउटै डाँडाबाट एकै साथ हेर्ने तपाईको एभरेस्ट भ्यू टप भने लिम्चुमुङ गाउँपालिकाको सम्पूर्ण भूगोलको 75% भूगोलबाट हरेक घरको दलानबाट सगरमाथा देखिन सक्ने नेपालको एकमात्र दुर्लभ गाउँ हो। यहाँहरु लिम्चुमुङ गाउँपालिका घुम्न आउनुहोला। यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद, नमस्ते।